म गान्तोकबाट आउँदै थिएँ, बाटोमा आउँदै गर्दा पवित्र आत्माले भन्नुभयो, प्रभु यीशु ख्रीष्टको पनि कमजोरी छ भन्नुभयो। अनि मैले भने त्यस्तो त नहुनु पर्ने, उहाँ त सारा ब्रह्माण्डको पर्फेक्ट परमेश्वर हुनुहुन्छ, सिद्ध परमेश्वर, उहाँमा कुनै त्रुटि छैन, गल्ती छैन, भुल छैन, उहाँमा के कमी कमजोरी होला? अनि पवित्र छ उहाँको कमजोरी भन्नुभयो। अनि मैले सोधेँ के चाहिँ कमजोरी होला परमेश्वरको? उहाँ त सिद्ध हुन मैले पुरा घोरिएँ, सोचेँ। अनि जब सिलगढीको सट्टै लड्डु गोपाल भन्ने एउटा मिठाई दोकान छ, लड्डु गोपालमा सट्टै ड्राइभरले गाडी हाल्यो, अनि एकछिन बस्नुहोस् है, मेरो अलिक काम छ भनेर ड्राइभरले भन्दै गर्दा पवित्र आत्माले भन्नुभयो, प्रभु यीशु साथी बिना बस्नै सक्नुहुन्न भन्नुभयो, मित्र बिना उहाँ बस्नै सक्नुहुन्न, जहाँ पनि जानुहुन्छ उहाँले साथी बोल्नुहुन्छ। अनि त्यसपछि हतार हतार मोबाइल निकाले, मेरो हृदय भरिएर आयो। अनि मैले गीत लेखेँ, साथी मेरो तपाईँ, घाम जुन तारा बनाउने यीशुको नजिक म आउँदैछु, असीमी छ तपाईको अनुग्रहको गीत गाउँदैछु, सङ्ग सबै तोडेर मृत्युलाई जितेर यीशु प्रभुले मित्रहरू खोज्दै हुनुहुन्छ। मलेसियामा दास होइन, क्रिस्चियन होइन, सेवक सेविका होइन, उहाँले भन्दैछ को मेरो साथी बन्ने छ? साथी बन्ने हो हजुर। अन्तिम 5औं